नमस्कार। जिन्दगीमा सोची सोची मात्रै बाँच्ने होइन। हामी जिन्दगीमा जति सोच्छौँ, राति सोच्ने गर्छौँ, दिनमा सोच्ने गर्छौँ, बिहान उठ्दा सोच्ने गर्छौँ, सुत्दा पनि सोच्ने गर्छौँ। अब मान्छेहरूलाई दुई प्रकारको तरिकाले हेर्ने गरिन्छ। एका थरी मान्छेहरू सोची मात्रै रहन्छन्, तर अर्को थरी मान्छेहरू सोच्छन् पनि र सोचेको कुरालाई काम गर्छन् पनि। त्यसकारण सफलता हात कसले पार्छन् त भन्दा जसले सोचेर त्यो सोचलाई काममा परिणत गर्छ, जसले व्यवहारमा लागू गर्छ, तिनीहरूले सफलता हात पार्ने गर्छन्। त्यसकारण हामीले मात्रै कुरा सोच्ने र काम नगर्ने गर्नु हुँदैन। कुरा सोचिसकेपछि हामीले के गर्नुपर्छ भन्दा काम गर्नुपर्छ। त्यो सोचाइ पनि सधैँ के हुनुपर्छ भन्दा पोजिटिभ हुनुपर्छ। जुन हरेक कुराको आफ्नो विषयमा अर्काको विषयमा हामीले सोच्ने कुरा गरेकै छैनौँ। जुन आफ्नो विषयमा सोच्छौँ हामीले त्यो विषयमा सोच्ने बेलामा पोजिटिभ कुराहरू मात्रै सोच्नुपर्ने हुन्छ। जुन पोजिटिभ कुराहरूले मात्रै पोजिटिभ एन्सर दिन्छ र त्यो पोजिटिभ एन्सरले मात्रै त्यही एन्सरको काम दिन्छ र त्यो पोजिटिभ कामले पोजिटिभ फल दिन्छ अनि हाम्रो जिन्दगी बन्ने हो। त्यसैले हामीले हरेक क्षेत्रमा, हरेक तौर तरिकाले, हरेक सन्दर्भमा जुन खालका क्रियाकलापहरू, जुन खालका कामहरू हामी निरन्तर गर्ने गर्छौँ, त्यो निरन्तर गर्ने बेलामा हामीले पोजिटिभ थिङ्किङका साथ अगाडि बढेर त्यो सोचलाई काममा परिणत गरेर हामी अगाडि बढ्यौँ भने पक्कै पनि हामीले के गर्छौँ भन्दा सफलता प्राप्त पार्नेको दिशातिर हामी अगाडि बढ्छौँ। त्यसैले हामीले सोची मात्रै रहने होइन, सोचलाई काममा परिणत गरौँ। थ्याङ्क यू सो मच। नमस्कार।